नमस्ते everyone, welcome back to my YouTube channel जीवन ब्लग्स। आजको भिडियोमा तपाईहरुलाई म सिकाउन आँटेको छु हाउ टु भर्खर त हुइलेको सिकाएको नि त्यही भएर हुइलेको निक्ल्यो के हो कुरा उ 5 easy MTP सिकाउन आँटेको छु हैन। भिडियोलाई लास्टसम्म हेरेर साथ दिनु होला र लाइक सब्स्क्राइब शेयर गर्न नभुल्नु होला हैन। लेट्स गो इन्टु द भिडियो। के गर्नु हैन र तपाईहरु हेलमेट इज अ मस्ट। हेलमेट नलाग्नु नगर्नु होला ल। तपाईहरुको हेलमेट लाउनु होला हैन। फेरि पज गरिहाल्नु है छैन होला अनि सुट अनि हातको ग्रिप त्यति भएपछि तपाईहरु सेफ हुन्छ हैन। यस्तो बाटोतिर नगर्नु होला गर्नु होला हैन। अनि चाहिँ एउटा दुईटा बनायो भने के एउटा इंग्लिश र अर्को अमेरिकन हुन्छ। सुन न इंग्लिश र अमेरिकन हुन्छ कि इंग्लिश चाहिँ अब दुईटा एकैतालमा यसरी चाल्ने हुन्छ अनि अर्को चाहिँ अमेरिकन हुन्छ हैन। अमेरिकन त्यस्तो हुन्छ के पहिला अगाडिको उचालो मात्र पछाडिको उचाल्नु पर्छ हैन। अलिकति तपाईहरुले म्यानुअल चाहिन्छ कि म्यानुअल यसरी हो फर्स्टमा तपाईहरुले म्यानुअल चाहिन्छ कि म्यानुअल चाहिँ यसरी हात बस्नु हो के हातले यसरी चाल्नु गर्नुपर्छ। तपाईहरुको 10-12 दिन चाहिँ जिम गर्नु कि हुन्छ अनि जिम पछि यसो गर्नु यो सिटलाई चेपेर नि ब्रेक अलिकति युज गर्नु हैन। यसरी सिक्नु यसरी के गर्नु भयो होला अब सिक्दै गरेपछि हैन सिक्दै गरेपछि खुट्टाले यसरी ओइ खुट्टा चिप्ले के गर्नु भने सिक्दै जानुहुन्छ नि हेर्दै जानु क्यामेरा सिक्दै गएपछि यसरी आउँछ कि तपाईहरुलाई त्यस्तो हुन्छ। अब इंग्लिश अमेरिकन चाहिँ किन काम लाग्छ भन्दाखेरि नि अब इंग्लिश चाहिँ अब इंग्लिश भनेपछि अब यतिकै यसरी सानो ठाउँ भने घुमाउँदैन हैन। अमेरिकन चाहिँ अब कुन अब यस्तो ढुङ्गा छ हैन यो फ्रुटीलाई नागेर देखाउँछु म फ्रुटीलाई बनाएको अनि अर्को चाहिँ तपाईहरुको एन्डो चाहिँ तपाईहरुको लेन्डो फेरि पच एन्डो चाहिँ तपाईहरुको यस्तो के पछाडिको जस्तै अगाडिको जस्तै यसरी लगाउनुपर्छ हैन। अनि ज्याक अरे नेक्स्टलाई स्टप गर्नुपर्छ यसरी स्टप नेक्स्टलाई वक्कलाइ छ तपाईहरुले यसरी बसी हुँदैन के पहिला तपाईहरुले उडेर गर्नुपर्छ पहिला यसरी उठ्ने अनि जम्प भन्ने के यसरी लास्टमा ल भाइ एकचोटी हुइले हालेर देखाउ त ल फेरि पच सुरु देखा न हुइले हाल्नु ए छोड्नु भइसक्यो अलि ल अनि तपाईहरु मुखी भन्नु चाहिँ एकछिन पच गर्नु हुइले हाल्ने हैन बनियो एन्डो लेन्डो पहिला चाहिँ तपाईहरुको स्टप जान्छ हैन। स्टप बेकार तपाईं गर्नु सक्नुहुन्छ स्टप गर्दाखेरि चाहिँ फेरि मान्छे धेरै जसो गलती गर्छ कि यस्तो हात यसरी मर्काएर गर्छ यसरी हात नमर्काइकन यस्तो सिधा गर्नुपर्छ कि हात सिधा हुन्छ यो तपाईको जति यस्तो पनि त्यति हुर्काइन्छ कि त्यही भएर हात सिधा हुनुपर्छ र ब्रेक अगाडिको तपाईहरु यस्तो राम्रो हुनुपर्छ कि झ्याप राख्नु हुनुपर्छ हैन। अनि त्यहाँबाट घरमै बसेपछि आउँदैन बाहिर जानु होला अनि यसरी सिक्नु होला पहिला अलिकति यस्तो बाङ्ला लाउनु हैन। अनि त्यसपछि 180 नै घुमाइदिनु ठिक छ। स्टपी चाहिँ तपाईहरुको अब इजिली ट्रिक भन्छ हैन बिगिनर चाहिँ हो ल हान्डर देखाउँछु त पहिला त्यो स्टपी हो हैन। यो चाहिँ अब यो त यतिकै गर्नु मात्र हो कि यो चाहिँ केहीमा पनि काम लाग्दैन हैन। यति देखाउनुको लागि यस्तो गर्दा सक्यो हैन। यी हातले यसो गर्दा एन्डोमा मैले त एन्डो सिकाउँदाखेरि भनिहालेँ हैन। अनि अर्को छ 180 चाहिँ यस्तो हुन्छ कि तपाईहरु अलिअलि मात्र आउँछ मलाई यसो घुमाएर यसो लग्नु क्या यसो घुमाउने ल भयो होला अब त। अनि अर्को चाहिँ छ तपाईहरुको विली हुल चाहिँ तपाईहरुको बनामै कनेक्टेड छ है हुल चाहिँ तपाईहरुको यस्तो केही गर्नु पर्दैन नि खुट्टाको टिप हुन्छ नि यति त्यसले टेक्ने अनि यसरी पावर हुलको भिडियो आयो भने चाहिँ यही जीवन भोगबाट सर्च गर्न आउँछ हैन। अलि ढिलो भइसक्यो गाईलाई हैन फोटोग्राफरलाई त्यही भएर इजी हुन्छ कि। अनि अर्को लास्ट चाहिँ तपाईहरुको के छ भनेपछि नि लास्ट के छ अनि लास्टमा सर्फिङ हैन।
सर्भिङबाट यति पनि आउँदैन होइन अडियन्स मात्र आउँछ अब हिजो अघि भर्खरै टिभी हेरेर कि सिकेँ होइन लु एकखेप गरेर देखामै हुन्छ हुन्छ त्यसको लागि चप्पल लानुपर्छ फेरि म मान्छे गइन्छ त्यहाँनिर गएर चप्पल लगाएँ त लु पस्नु त